Kelmi Nepal कृषि विकासमै लोमस फार्मास्युटिकल्स प्राणी रेगेसन भने मिडिया पार्टनरको रूपमा हाम्रो क्षेत्रको मेडिकल पार्टनर अनुसार मेमोरियल हस्पिटल नागपुर पोखरा र एग्रिकल्चर पार्टनरको रूपमा मोडलिङको सहायता गरेको छ। स्थानीय रूपमा प्रदेश खेलकुद पश्चिम गण्डकी जिल्ला खेलकुद विकास समिति काशी टाइगर ग्रुप अफ पोखरा नेपाल गण्डकी प्रदेश भलिबल सङ्घ काशी जिल्ला भलिबल सङ्घको विशेष सेवा र सहभागी रहेको समेत अवगत गराउन चाहन्छु। नेपालमा फुटबल सङ्घद्वारा आयोजित गरिएको ठुलो लिग काशीको पोखरा हलिउड सिटी सहरमा आयोजन गर्ने अवसर प्राप्त भएकोमा हामी अत्यन्तै खुसी भएका छौँ। साथै सङ्घले पोखराका विभिन्न संस्थाहरूबाट न्याय माया र सम्पूर्ण सहयोग प्राप्त गर्नमा आशावादी छौँ। यस प्रतियोगितामा सङ्घले खेलाडीहरू उद्योग गर्न विनम्र व्यवस्थापन गरेको छ। यस प्रतियोगितामा पुस्तकका राजनीति व्यवहार स्पोर्ट्स क्लब नेपाल एपीएफ क्लब त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब कोशी प्रदेश गण्डकी प्रदेश भलिबल सङ्घ सुदूरपश्चिम प्रदेश र मणिपुर भलिबल क्लब फुटबलको सहभागी रहेको भने महिलातर्फ नेपाल पुलिस क्लब नेपाल एपीएफ क्लब न्यू डायमन्ड स्पोर्ट्स क्लब त्रिभुवन आर्मी क्लब एभरेस्ट भलिबल क्लब फुटबल र कर्णाली प्रदेश भलिबल टिमको सहभागिता रहनेछ। अन्तमा नेपालको राष्ट्रिय खेल भलिबललाई सजिलै माया गरेर समाजलाई व्यापक रूपमा सम्पूर्ण गरी सिङ्गो भलिबल सङ्घ र प्रतियोगिता छुट्टै उचाइमा प्रेरण हुनेछ भन्ने आशामा पुष्कराले यस पत्रकार सम्मेलनमा उपस्थित हुनुभएकोमा हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौँ। बाहिर जुलाचौरमा हेर्ने पानी भित्र हलमा चाहिँ यसको तपाईँले चुनौती गर्नु भइरहेको छ। यतिखेर लाइटको समस्या, यहाँ चाहिँ व्यवस्थापन अन्य समस्याहरू ठिकै छन् र त्यो समस्याहरू समाधान गर्नको लागि राष्ट्रिय खेलकुद परिषदले तपाईँहरूलाई के सहयोग गरिरहेको छ? पहिलो पटक गर्ने चाहिँ जवाब गरेको छ। यसको लागि राष्ट्रिय खेलकुद परिषदकै सहयोगमा हामीले चाहिँ गभर्ड हलको अस्ति पनि यो लायन्स कप टुर्नामेन्ट भयो। त्यहाँ चाहिँ लाइटको चाहिँ जुन सफिसियन्ट लाइट हुनुपर्ने लाइक मोर देन 1000 लक्सको त्यो चाहिँ क्यापेसिटी हुनुपर्ने व्यक्तिको त्यो थिएन। यसलाई हामीले पोखरामा चाहिँ यत्रो चाहिँ कभर्ड हल बनाइसकेपछि यसको चाहिँ प्रयोगमा पनि आउनुपर्छ भन्ने हिसाबले चाहिँ सदस्यज्यूसँग कुरा गरेर राखेर अहिले चाहिँ मलाई थाहा भएअनुसार 1300 लक्सको लाइटको चाहिँ तपाईँको चाहिँ इन्डोर हलमा फिट भएको छ भनेदेखिमा इन्टरनेसनली यो चाहिँ हलमा लाइट सफिसियन्ट भएको छ। सिटिङ क्यापेसिटी काठमाडौँभन्दा राम्रो छ, यो चाहिँ स्पेसियस छ। तपाईँको चाहिँ भेन्टिलेसनको दृष्टिकोणले पनि हल राम्रो छ। यो चाहिँ तपाईँको चाहिँ अब जर्फोर कोर्ट हो हाम्रो, जुन चाहिँ काठमाडौँ प्रयोग हुने कोर्ट छ, त्यही कोर्ट हामीले यहाँ प्रयोग गरेका छौँ। अनि तर मार्केटिङलाई पनि नमिलेको ठाउँमा चाहिँ परिसरले नै चेन्ज गरिदिएको छ र मैले थाहा पाएअनुसार करिब 8-10 लाख रुपियाँ चाहिँ अहिले यही टुर्नामेन्टको लागि परिसरले इन्भेस्टमेन्ट गरिदिएको छ। यो एउटा ठुलो चाहिँ डेभलपमेन्ट हो इन्फ्रास्ट्रक्चरको दृष्टिकोणले पोखराको लागि र यो हलको लागि। अर्को कुरो परिसरले यो लिग पहिला चाहिँ नेपाल फुटबल सङ्घले एनबिए लिग भनेर मात्रै सञ्चालन गर्थ्यो। पछि चाहिँ प्राइम मिनिस्टरको नाममा जुन बजेट छुट्याएको छ त्यो बजेटलाई योसँग मर्ज गरेर हामीले चाहिँ प्रधानमन्त्रीको नाम एनबिए के अरे प्राइम मिनिस्टर कप एनबिए लिग भनेर चाहिँ यसले चाहिँ जोडेका छौँ र यसले गर्दाखेरि के फाइदा भएको छ भन्दाखेरि नम्बर 1 कुरो चाहिँ प्रधानमन्त्री कपको चाहिँ एउटा अर्गनाइजेसन पोइन्ट अफ भ्यू यसको चाहिँ गरिमा बढेको छ। सँगै चाहिँ राम्रो तरिकाले यसले म्यानेजमेन्ट गरिरहेछ। यो कुराहरूलाई म जानकारी गराउन चाहन्छु। र हामीलाई के फाइदा भएको छ भनेदेखि यो जब लिग हामीले प्रोफेसनल लिग सेमी प्रोफेसनल लिग भनेर स्टार्ट गऱ्यौँ, तपाईँहरूले देखिराख्नु भएको छ कि यसमा प्रदेशले लगानी गरिरहेछ, क्लबले लगानी गरिरहेछ, केन्द्रले लगानी गरिरहेछ, सरकारले लगानी गरिरहेछ र यसको स्टेक होल्डर सबैले लगानी गरिदिएको हुनाले एउटा टिममा चाहिँ 3 जना विदेशी खेलाडी राख्ने हुँदाखेरि राम्रो चाहिँ अन्तर्राष्ट्रिय स्तरमा राम्रो अनुभवी एक्सपिरियन्स प्लेयरहरू चाहिँ यहाँ खेलिरहेछ। तर जुन कुरा चाहिँ हाम्रो नेपाली प्लेयरले उहाँहरूसँग आफ्नो एक्सपिरियन्स बाँड्दाखेरि नेपालले जुन विगतमा ल्याएको चाहिँ उपलब्धिहरू छ, एकै वर्षमा लास्ट इयर तपाईँले देख्नु भएको छ कि 7वटा चाहिँ नेपालले मेडल ल्याएको छ। काबाको चाहिँ टुर्नामेन्ट्समा 7वटा चाहिँ गोल्ड मेडल, सिल्भर मेडल, ब्रोन्ज मेडल गरेर 7वटा चाहिँ हामीले पदक प्राप्त गर्यौँ। नेपाल भलिबलसँग आज चाहिँ काबाबाट चाहिँ एउटा आउटस्ट्यान्डिङ फेडरेसन भनेर चाहिँ अवार्ड जितेको छ र म एज एन इन्डिभिजुअल काबाको भाइस प्रेसिडेन्ट मलाई पनि यो चाहिँ उहाँहरूले सम्मान गर्नुभएको छ। र त्यस्तै प्रकारले चाहिँ हाम्रो चाहिँ खेलाडीहरू चाहिँ इन्टरनेसनल रूपमा चाहिँ थुप्रै टुर्नामेन्टहरूमा खेल्ने अपर्च्युनिटी पाइराख्नु भएको छ र नेपालको आज चाहिँ काबादेखि लिएर एबिसीदेखि लिएर एलआइबीसम्म हाम्रो चाहिँ एउटा चाहिँ पोजिसन हामीले बनाएका छौँ। यो सबै कसरी भन्दाखेरि हाम्रा खेलाडीहरूले पनि म्याक्सिमम अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने र विदेशी खेलाडीसँग यस प्रतियोगिताको लिगहरूमा खेलेर राम्रो एक्सपिरियन्स बटुलेर अन्तर्राष्ट्रिय स्तरमा चाहिँ
खेलेर चाहिँ देशको लागि चाहिँ मेडल पनि जितेका छन्। यो चाहिँ टुर्नामेन्टको चाहिँ बेनिफिट्सहरू हो। त्यस कारणले गर्दाखेरि यो लिग चाहिँ पुरस्कार पनि हामीले बढाउँदै लगेर गएका छौँ। जस्तै कि पहिला चाहिँ तपाईँको 75,000बाट मात्रै सञ्चालन भएको 2069मा जब हामीले एनबिए लिग स्टार्ट गरेका थियौँ, प्रथम पुरस्कार 75,000 थियो भने आज नेपालको सबैभन्दा ठुलो धनराशिको पुरस्कार 8 लाख रुपियाँ भएको छ भन्दाखेरि त्यो हिसाबले पनि खेलाडीहरूलाई चाहिँ आर्थिक हिसाबले पनि यो चाहिँ त्यो बेनिफिट भएको छ। र विभिन्न क्लबबाट खेलाडी खेल्दाखेरि अलि रिनोभेसन पाइरहेको छन्। उहाँहरूको आर्थिक स्थिति चाहिँ पनि अलिकति चाहिँ टेवा पुर्याएको छ। त्यो हिसाबले पनि यो टुर्नामेन्ट चाहिँ एकदम बेनिफिट भएको छ। र समग्रमा अहिले चाहिँ तपाईँको चाहिँ जुन खेलकुद प्रादेशिक प्रदेशका खेलकुद परिषदहरू छन्, जिल्ला भलिबल सङ्घहरू छन् र चाहिँ क्लबहरू छन्, सबैले आफ्नो तर्फबाट चाहिँ स्पोन्सरहरू खोजेर चाहिँ खेलाडीको लागि चाहिँ लगानी गर्दा छ, आफ्नो टिमको लागि लगानी गर्दा छ। यो टुर्नामेन्टको चाहिँ यो राम्रो फिचर्स हो। आयोजक भए पनि हाम्रो स्टेक होल्डर्स होइन, जस्तो कि जुन अघि हाम्रो चाहिँ प्रेस मिटमा हामीले वाचन गरेका छौँ, सम्पूर्ण यो स्टेक होल्डर्सहरूले हामीलाई सहयोग गरेको छ। हाम्रो चाहिँ टिम अस्ति 3-4 गते मात्रै काठमाडौँबाट आएको, तर आए पनि जुन हाम्रो लोकल स्टेक होल्डर्स छन् उहाँहरूले सबै कुराहरूमा चाहिँ सहयोग गरिदिनु भएको छ। र मलाई के लाग्छ भन्दा एज अ प्रेसिडेन्ट अफ एनबिए एभ्रिथिङ ह्यापनिङ लाइक इन काठमाडौँ कि जुन कुराहरू स्पोन्टेनियसली सबै कुराहरू भइरहेछ। र यसले गर्दाखेरि सबैभन्दा राम्रो कुरा के भयो भन्दाखेरिमा नेपाल भलिबल सङ्घले आज चाहिँ नेसनल लिग गर्दैछ। इन फ्युचर इन कमिङ डेज यो जुन कभर्ड हलको आज चाहिँ तपाईँको चाहिँ एउटा सोफिस्टिकेटेड कभर्ड हल भयो, सिटहरू राम्रो छ, भेन्टिलेसन राम्रो छ, मार्केटिङ पनि राम्रो छ, लाइटहरू पनि यसमा फिट भएपछि पछाडि मलाई लाग्छ अब काबाको गेम पनि पोखरामा हुनसक्छ। एउटा ठुलो पोखराले मार्छ अन्तर्राष्ट्रिय रूपमा पनि। यो चाहिँ हामी सबैको लागि खुसीको कुरा हुन्छ। त्यो विनिङ टिम च्याम्पियन टिम चाहिँ जुन जुलाईमा मालदिप्समा गेम हुँदैछ काबा च्याम्पियन्स लिग भनेर, यहाँको च्याम्पियन टिमले त्यहाँ चाहिँ सहभागी हुन जान्छ। यो पनि एउटा एडभान्टेज कुरा हो। त्यो किन भन्दाखेरिमा क्लबको टिम विनर भएपछि फुटबलको जस्तै इन्टरनेसनल गेममा खेल्न पाउने भएको हुनाले मैले अघि नै भनिसकेँ प्रत्येक टिमको यहाँ लगानी छ, उहाँहरूको डेडिकेसन छ र उहाँहरूको हार्डवर्क छ र खेलाडीको क्वालिटी राम्रो भइरहेको छ। सबभन्दा ठुलो चाहिँ प्रोडक्ट भने चाहिँ त्यो। पछिल्लो जानकारी अनुसार को खेलाडी विदेशीहरू खेल्न आउँदैछ? अब सुन्नुहोस्, अहिले हामीसँग 8 र 14वटा टिमको चाहिँ टिम इन्टरभ्यू मात्रै आएको छ र भोलि हाम्रो चाहिँ जनरल टेक्निकल मिटिङमा सम्पूर्ण खेलाडीको चाहिँ हामीले चाहिँ O2 फर्म कलेक्सन गर्छौँ। त्यहाँबाट ठ्याक्कै हामीलाई थाहा हुन्छ कुन खेलाडी कुन टिममा विदेशी खेलाडी छ भन्ने कुरा हामीलाई थाहा हुन्छ। हेलो, यो नव संस्करणमा हामीसँग योभन्दा पहिला 8औँ सम्म बाहिर भयो होइन, काठमाडौँ पहिलोचोटि पोखरामा हुँदैछ। खास अघि पोखरा रुज्नु भयो, राजधानी बाहिर आउनु भएको छ के छ यसमा? हेर्नुहोस्, अब पोखरा भन्दा तपाईँलाई खासै टुरिस्टिक प्लेस नम्बर एक कुरा सबैले मन पर्ने ठाउँ। अनि यहाँको चाहिँ विदेशी नेताहरूले पनि पोखरा यस्तो सुन्दर ठाउँ कि पोखरा बनाउँदाखेरि भगवान्ले पनि सोचेर बनायो होला भनेर विदेशीहरूको के अरे हाम्रो चाहिँ फर्मर चाहिँ इन्डियनले फरेन मिनिस्टर पनि भने हामी सबैलाई थाहा छ। र भलिबल भनेको चाहिँ हाम्रो चाहिँ पूर्व अध्यक्षले भन्नुभयो नि, हाम्रो उहाँले नै भनेको वर्ड हो भलिबल। पोखरा इज नोन एज द सिटी अफ भलिबल। भलिबलको फ्याट्स राम्रो छ र यसमा पनि मेन गरी इन्फ्रास्ट्रक्चर अहिले चाहिँ यो इन्टरनेसनल लेभलकै खेल्न सक्ने भएको हुनाले यो हिसाबले गर्दाखेरि हामीले पोखरा रोजेका छौँ। र एक्सेसिबिलिटीको हिसाबले गर्दाखेरि पनि मैले तपाईँलाई भने लाइक कि जुन विभिन्न क्लबहरूमा खेलाडीहरू चाहिँ विदेशी खेलाडी आइरहेको छ उहाँहरूले पनि यो अहिले लिग कहाँ भएर छ एनबिएको पोखरा भन्दाखेरि दे आर क्युरियस टु प्ले इन पोखरा, किनभने यहाँको मास, यहाँको फ्यान्स, यहाँको पब्लिक, यहाँको जुन स्पोर्ट्स छ त्यसले गर्दाखेरि पनि हामीले चाहिँ पोखरालाई चाहिँ जहिले पनि रोज्छौँ। आफ्टर काठमाडौँ पोखरा इज द फेभरेट सिटी अफ भलिबल। फ्यान्सको हिसाबले त नम्बर 1 है। अहिले भर्खरै काठमाडौँ ठाउँ भएन, पोखरा रोज्नु भयो भन्ने छ। अब साँच्चै नै पोखरालाई मन पराएर माया गरेर आउनुभएको अब हकिकतमा आगामी वर्ष पनि आउनु होला, आगामी वर्ष पनि आइरहनुहोस् है। मैले सबैले खास लाइन कप त भयो हुनलाई होइन, तर यु क्यानट गेट चेन्ज इन अ सर्ट स्पेन अफ टाइम कि मिराकल चेन्ज हुँदैन। तपाईँहरूले अस्तिको लायन्स कप जुन टुर्नामेन्ट हो त्योभन्दा पर्सि 8 गते यहाँ सुरु हुँदाखेरि टु सम एक्सटेन्ट फेरि चेन्जहरू तपाईँले पाउनुहुन्छ। मैले अघि भनिसकेँ, चाहे त्यो सरसफाइको कुरा होस्, चाहे त्यो म्याटको कुरा होस्, चाहे त्यो चाहिँ तपाईँको चाहिँ लाइटको कुरा होस्। र यसमा चाहिँ एनबिए नै अर्गनाइजर भएको हुनाले कोअर्डिनेटिङ विथ द लोकल भलिबल स्टेक होल्डर्स बेटर पोजिसनमा हुन्छ। जस्तो यो बर्खाको टाइम छ, दर्शकहरूको अपेक्षा चाहिँ कतिको गर्नुभएको छ? अब यस्तो छ, अहिले तपाईँको दर्शकहरूको कुरा भनेको कुरा के भन्दाखेरिमा अस्ति पोखरामा जुनसुकै टुर्नामेन्टमा दर्शकको उपस्थिति भइ नै रहेको हुन्छ।
र मलाई लाग्छ यो टुर्नामेन्टमा पनि यो त झन् नेपालकै सबैभन्दा ठुलो टुर्नामेन्ट र हाई क्वालिटी टुर्नामेन्ट र हाई क्वालिटी फरेन प्लेयर्सहरू यहाँ आइरहेको हुनाले खेलिरहेको हुनाले मलाई लाग्छ यो हल चाहिँ अभियसली राम्रो चाहिँ भनिन्छ र अब बाहिर त तपाईँको चाहिँ 8 हजार अस्ति टाइगर कपमा देखिराख्नु भएको छ कति राम्रो आयो। अनि यसमा टिकट हुन्छ नि सुरुमै बिहान कति टिकटको लागि के छ भन्दाखेरि नेपाल भोलसँग एउटा निर्णय भएको थियो अस्ति काठमाडौँमा हाम्रो निर्णय भएको थियो हामीले चाहिँ यो चाहिँ निर्णय के भन्दाखेरिमा सङ्घले आफैले काटे पनि अर्कोलाई कसैलाई जिम्मा दिए पनि त्यो टिकटको चाहिँ सर्टेन एउटा चाहिँ हाम्रो चाहिँ रेट हुन्छ लाइक कि 100 देखि 700 मिनिमम 100 रुपियाँ पनि राख्न सकिन्छ 700 पनि राख्न सकिन्छ अकर्डिङ टु द प्रेसर अफ द पिपल त्यो कुरालाई चाहिँ हामी डिसाइड गर्छौँ। एक्सक्युज मी 3टा विभागको टिम हो नेपाली सेना नेपाल प्रहरी र सशस्त्र परिवार एटिएम क्लब अनि जन्म अगाडि धेरै पछाडि नेपाल स्पोर्ट्स क्लब नेपाल एटिएम क्लब त्रिपुरा आर्मी क्लब यो नेपाल पुलिस क्लब दुईचोटि प्रिन्ट भएको छ त्यसलाई हटाउनुहोस् त नेपाल पुलिस क्लब दुईचोटि लेखा रहेछ त्यही भएर नभएको कोशी प्रदेश छ गण्डकी प्रदेश छ सुदूरपश्चिम छ मणिमुकुन्द छ महिला तथा पुरुष भलिबल लिगको हाम्रा नेपाल भलिबल सङ्घका सल्लाहकार आदरणीय नारायण शर्मा पौडेलज्यू त्यस्तै हाम्रा अर्का सल्लाहकार जो चाहिँ अन्तर्राष्ट्रिय भलिबल खेलाडी पनि हुनुहुन्छ एकदमै लोकप्रिय मान्छे हुनुहुन्छ हरि पराजुलीज्यू त्यस्तै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्षज्यू नेपाल भलिबल सङ्घका उपाध्यक्षज्यूहरू गण्डकी एनएसडिएफ नेपाल स्पोर्ट्स जर्नलिस्ट फोरमका अध्यक्षज्यू हाम्रा भलिबल सङ्घका सचिवज्यू उपाध्यक्षज्यू सदस्य साथीहरू र हाम्रो अन्तर्राष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ लेखना लम्सालजी गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्षज्यू र यहाँ चाहिँ एड्रेस गर्दाखेरि तलमाथि पाउनुमा भेरी सोरी फर द्याट र अफकोर्स हाम्रो पत्रकार साथीहरू। अब सर्वप्रथम त म तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु कि तपाईँहरूले चाहिँ आफ्नो इम्पोर्टेन्ट टाइम यो हाम्रो प्रेसमा आएर दिनुभयो हतार हुनुहुन्छ किनभनेदेखिमा यु हेभ आस्क्ड योर क्वेसन्स र यहाँ चाहिँ अलिकति चियापानको पनि व्यवस्था गरिरहेको छ म आई थिङ्क सो हाम्रो टिभी सरलाई हाम्रो टिमले अलिकति बस्दिनुहोस् कन्टेक्स्टमा कुरा गर्नुहुन्छ भनेदेखिमा 2074 साल नेपालको राष्ट्रिय खेल घोषणा गरिएको यसमा चाहिँ एउटा स्थानीय निकायदेखि लिएर केन्द्रसम्म सरकारको पनि ध्यान आकर्षण भएको छ किनभनेदेखिमा अहिले तपाईँले देखिराख्नु भएको छ कि गाउँपालिकादेखि लिएर नगरपालिकादेखि लिएर जिल्लादेखि लिएर प्रदेशदेखि लिएर केन्द्रसम्म विभिन्न तहमा चाहिँ यसको चाहिँ बजेट छुट्याइदिए हुनाले थुप्रै प्रतियोगिता भइरहेछ। तपाईँले एउटा आकलन हेर्नु भएको होला कि नेपालमा सबैभन्दा बढी प्रतियोगिता हुने खेलमध्येको भलिबल खेल्ने गत हर ठाउँमा हर व्यक्ति भलिबलमा इन्ट्रेस्ट राख्छ तर हाम्रो स्थानीयदेखि लिएर केन्द्रसम्म चाहिँ अहिले नेपालको भलिबलसँग एउटा अन्तर्राष्ट्रिय स्तरको जुन हुनुपर्ने हल हो त्यो हल चाहिँ हाम्रो हुन सकेको छैन। नेपाल भलिबल सङ्घ चाहिँ विगत म महासचिव भएको 10 वर्ष हुनुहोस् अहिले अध्यक्ष भएको 2 वर्ष भयो र हामी चाहिँ 2073-74 सालदेखि नै राष्ट्रिय खेल भइसकेपछि कभर हल निर्माण गर्नु पर्यो भनेर सरकारसँग आग्रह गरिरहेको छौँ जग्गा प्राप्तिको लागि कोसिस गरिरहेको छौँ त्यो हुन सकेको छैन। तर मलाई लाग्छ यो आर्थिक वर्ष जुन सुरु भइरहेछ यो चाहिँ नयाँ आर्थिक वर्ष सरकारले पनि बजेट ल्याउँदैछ र मलाई लाग्छ नेपाल भलिबल सङ्घले नेपाल सरकारबाट कुनै ठाउँमा जग्गा प्राप्त गरेर एउटा अन्तर्राष्ट्रियको कभरको हामी थाल्न गर्ने चाहिँ एउटा प्रयास गरिरहेको छ। त्यही क्रममा मैले यहाँलाई के जोड्न खोजेको भनेदेखिमा यो पोखराको जुन बहुउद्देश्य कभर हल छ यो कभर हलमा अहिलेसम्म चाहिँ यो चाहिँ राष्ट्रिय स्तरका प्रतियोगिताहरू अथवा यस किसिमका लिगहरू चाहिँ सञ्चालन भएको थिएन। तर हामीलाई जब आवश्यकता पर्छ अघि साथीहरूले सोध्नुभयो काठमाडौँ यस्तो भएको थियो त्यसैले भएको हो कि भन्ने खालको कुरा गर्दाखेरि झुटा बोल्नुपर्ने अवस्था केही पनि छैन। यदि सोफिस्टिकेट हिसाबले गर्दाखेरि खर्चको हिसाबले गर्दाखेरि नेपाल भलिबल सङ्घ भनेको तपाईँको चाहिँ आर्थिक हिसाबले गर्दा सम्पन्न सङ्घ होइन। हामी दुःख सुख गरेर आफ्ना चाहिँ साथीभाइहरूसँग भलिबलका फ्यान्सहरूसँग सरकारसँग र हाम्रा चाहिँ
एसकेएसमा स्टक होल्डरसँग चाहिँ सहयोग लिएर कार्यक्रम गरेर आऊ र काठमाडौँको कभर्ड हल अघि साथीले भन्नुभयो त्यो भएर यहाँको होइन त्यो पनि एउटा रिजन हो तर त्यो मात्रै रिजन होइन हामीले राष्ट्रिय खेलकुद प्रशासनसँग पोखरा चाहिँ एउटा भलिबलको चाहिँ राम्रो चाहिँ सेन्ट्रल भएको हुनाले भलिबलको चाहिँ एउटा राम्रो चाहिँ ठाउँ भएको हुनाले र भलिबलका फ्यान्सहरू चाहिँ त्यहाँ अत्यधिक भएको हुनाले यो कभर्ड हललाई चाहिँ तपाईँहरूले चाहिँ बनाइदिनु पऱ्यो लाइट फिट गरिदिनु पऱ्यो यसको मार्केटिङहरू चेन्ज गर्नु पर्छ भनेर पहिलेदेखि प्रशासनसँग अनुरोध गरेका थियौँ तर अहिले समय जुर्यो र म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि अझ यो कभर्ड हलको स्तर उन्नति प्रगति हुँदै गएको खण्डमा नेपाल भलिबल सङ्घले मैले यो गफ दिएको होइन कि आउँदो दिनहरूमा नेपाल भलिबल सङ्घले काबाको अफिसियल टुर्नामेन्ट यहाँ आयोजना गर्छ तपाईँलाई म चाहिँ यो एउटा प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र नेपालको भलिबल राष्ट्रिय खेल बनाउने पत्रकारहरूको ठुलो हात थियो र आज यो प्रतियोगिता चाहिँ यहाँ चाहिँ यत्रो पत्रकारहरू बाक्लो उपस्थिति छ तर यो प्रतियोगिता पहिलोपटक यहाँ कन्डेलमा भइरहेछ पोखरा भइरहेछ हामी भलिउड सिटी भनिरहेछ र तपाईँहरूले यो त्यसको प्रचार राम्रोसँग गरिदिनुहोस् दर्शकहरूलाई चाहिँ जानकारी गराइदिनुहोस् कि यो ठुलो प्रतियोगिता चाहिँ पोखरा भइरहेछ भनेर र यसले गर्दाखेरि आउँदो दिनहरूमा चाहिँ मैले अघि नै भनिसकेँ ठुल्ठुला प्रतियोगिताहरू नेपाल भलिबलसँगै ए के अरे डिपोजर हुनुहुन्न अहिले त्यो भएर कप्तान
Assalamualaikum, namaste everyone. Thank you so much. First of all, I am really thankful for the management of Kentucky Volleyball Club. I'm very happy, very excited to be a part of Kentucky Volleyball Club. जैसे आपको पता ही है, मैं हमेशा कहता हूँ नेपाल मेरा दूसरा घर है, तो मैं बहुत खुशी से आता हूँ इधर, चाहे जो भी क्लब हो मैं उसको रिप्रेजेंट करता हूँ, खुशी से करता हूँ, क्योंकि ये मेरा प्रोफेशन है। और स्पेशली मैं संजू का बहुत शुक्रिया अदा करना चाहता हूँ कि उन्होंने अपने मैनेजमेंट के साथ बात करके हमें इन्वाइट किया। तो मैं बेस्ट ऑफ लक कहता हूँ सारी टीमों को, और अपनी टीम को भी बेस्ट ऑफ लक करूँगा। हमें थोड़ा कम टाइम मिलेगा अपने एक दूसरे के साथ कम्युनिकेशन करने के लिए, लेकिन हम अपना बेस्ट देंगे ताकि अच्छे से अच्छा परफॉर्मेंस हो। थैंक यू सर। आपने बहुत बार आए हैं, जिस बार आए बहुत नेपाली का दिल जीत गया है। इस बार गंडकी टीम ऐसा टीम है जिसमें पब्लिक सपोर्ट सबसे ज़्यादा है। अगर नेपाल टीम का एक हिस्सा है तो गंडकी का टीम का ज़्यादा फैन है। इस बार बहुत सारा फैन के बीच में खेलने के लिए आप कितने एक्साइटेड हो? सबसे बड़ी बात ये है कि जब आप अपना बेस्ट देते हो तब वो परफॉर्मेंस आती है, रिजल्ट आता है। अगर ऑडियंस सारी आपके साथ हो लेकिन जब आपसे अच्छा बेस्ट नहीं होता कोई फ़ायदा नहीं होता। तो जैसे मैंने बोला है कि हम गंडकी है या जो भी क्लब है, सब हम कोशिश करेंगे कि अपना बेस्ट परफॉर्मेंस दें और अच्छी पोजीशन लेके आए। और टीचर आपने बोला भी है, नेपाल में मुझे बहुत प्यार मिलता है, बिल्कुल अपने फैमिली की तरह, और मैं भी उनको बहुत चाहता हूँ। तो मैं बस उनको थैंक यू कहना चाहूँगा, बहुत शुक्रिया। और इंशाल्लाह कोशिश करूँगा जितनी भी मेरी फैमिली सबसे मैं मिलूँ, हाथ मिलाऊँगा और थोड़ी बहुत बातें करूँ। और उनसे बस हमारी एक ही रिक्वेस्ट है कि हमारी टीम को सपोर्ट करें, दुआ करें हमारे, और इंशाल्लाह हम अपना बेस्ट परफॉर्मेंस करेंगे। थैंक यू सर। Okay, one team Gandaki, and Gandaki was lose that game. So now how are you feeling? Now you are involved in team Gandaki. So how are you feeling? As I told you before that this is our profession. You know, we can't choose one team. As I told you, in Nepal I have many friends in every club. I have good friends in army, good friends in police, very good like part of life with tip-top. Also now with Gandaki. So just I said I am excited, and I will say I wish good luck to all the team, and thank you so much.